रोमानियामा कृषि प्रविधि चाहिँ एकदम राम्रो छ। यहाँनिर सबै कुरा आधुनिक प्रविधिबाट गरिन्छ। यहाँको मुख्य अब बाली भनेको हाम्रो नेपालको जस्तै मकै हो र फलफुलमा मुख्य भनेको यो स्याउ हो। यहाँको स्याउ, ओखर, फलफुलमा अरू अन्य धेरै प्रजातिका फलफुलहरू हुन्छन् र यहाँ प्राय जसो चिसो हावापानी हुने भएकोले यहाँनिर धेरै जसो चिसो हावापानीमा फल्ने फलफुलहरू लगायत र यहाँका अधिकांश मान्छेहरू चाहिँ फलफुल खेतीपातीमा धेरै रुचि राखेको देखेको छु मैले। यहाँको हावापानी भनेको प्राय चिसो नै रहन्छ, चिसो नै हुन्छ। अनि यो यहाँनिर अब लेखमा पाइने ऐसेलु अब तपाईँहरूले लाई देखाइरहेको छु। कतिको देख्नु मोबाइलले कतिको भ्याएको छ खिच्नको लागि। तपाईँ वहाँ तल नगर नैगाता र यसरी यहाँ चाहिँ के भन्छ स्याउहरू फलाइन्छ। एकदम सानो सानो स्याउदेखि ठुलो ठुलो स्याउसम्म का स्याउका जातका प्रजातिहरू छन्। ल हेर्नुहोस्, अब यहाँ अलि त्यति राम्रोसँग देखिएन। एकदमै राम्रो वातावरण छ यहाँको, एकदमै स्वच्छ हावापानी छ, एकदमै राम्रो छ। हाम्रो यो पेजमा जोडिनु भएका कतिजना साथीहरू रोमानियामा हुनुहुन्छ, उहाँहरूले कमेन्ट, लाइक, सब्सक्राइब, फलो, सेयर गरिदिनु होला। सबैजनाले माया गरिदिनु होला र आगामी दिनमा मैले यस्तै भिडियोहरू, ज्ञानवर्धक, रोचक, रमाइला भिडियोहरू बनाउने कोसिस गर्नेछु र तपाईँहरूलाई पनि केही रोमानियामा थप सहयोग हुने, मेरा भिडियोहरूले थप सहयोग गर्ने अपेक्षासहित अहिलेको यो सानो भिडियोबाट म बिदा हुन चाहन्छु। भिडियो म भर्खरैबाट बनाउँदैछु। केही कमी कमजोरी, टुटी फुटी जे भए पनि तपाईँहरूले चाहिँ सुझाव सल्लाहको अपेक्षा राख्दै म नेक्स्ट भिडियोमा तपाईँहरूसित जोडिने बाचा गर्दै अहिलेलाई बिदा हुन चाहन्छु। धन्यवाद।